सुबेनी आज अस्ति हप्तै हाम्रो घोषणा भएको थियो कि 7:35 को हाराहारीमै सुरु गर्ने भनेर। र त्यही हाराहारीमा 5-10 मिनटको केही भएन, तर त्यही हाराहारीमा सुरु भयो कार्यक्रम। त्यो संस्कृतिलाई कायम राख्नुपर्छ भन्ने मेरो सुझाव छ। र सुरुमा 8-10 जना हुनुहुन्थ्यो। निरन्तर हप्तैपछि गर्ने कार्यक्रममा 8-10 जना पनि राम्रै हो। र हामीले भन्यौँ साथीहरू आउनुहुन्छ सुरु गरौँ भन्दाखेरि आखिर उपस्थितिको हिसाबले पनि आज राम्रै भयो। र कार्यक्रमको यसको बोध, यसको महत्त्व, सहभागिता सबै हिसाबले उत्कृष्ट मध्येको एउटा हो। हाम्रो बेनगढ थापाज्यूदेखि खत्रीदेखि खानबाबुज्यूदेखि सानो बहिनीहरू श्रेय पानीसम्म यो हुनुहुन्छ। एउटा छुट्टै इतिहास पनि आज कार्यक्रमले बनाएको देखिन्छ। र सरस्वती सठिक विशेषणतर्फै जानुपर्दा हाम्रो सभापतिज्यूको सुरुकै रचना अहिले हामी मक्क छौँ भनेर निर्वाचनसँग सम्बन्धित विषयमा उहाँले भन्नुभयो। र निर्वाचन अहिलेको आजको सन्दर्भमा नेपालमा जुन भइरहेको छ, हुन लागेको छ, अब यो हिसाबले बहुत सान्दर्भिक रचना, समसान्दर्भिक। समय सान्दर्भिक रचनाहरूले समाजलाई, मानिसलाई एउटा निश्चित विचार, दर्शन, स्मरण, पुनर्स्मरण, अवेरनेस जागृत दिलाउँछ। आज उहाँको मात्रै होइन, डाक्टर दामोदर प्रसाद किशोरज्यूको, हाम्रो खानबाबुज्यूको, र पछि लेखन अविरलज्यूसम्म जाँदाखेरि पनि यी रचनाहरू चुनावी सेरोफेरोमै केन्द्रित रहेका छन्। र हामीले यो खास गरी चुनावलाई चाहिँ कर्मकाण्डिक पिरियडको 1 वर्षमा आउने श्राद्ध जस्तो मानिरहेका छौँ र विभिन्न ढङ्गले कर्मकाण्ड पुरा गरिरहेका छौँ। यो हाम्रो लोकतन्त्र कमजोर भएको एउटा उदाहरण यो पनि हो। चुनाव केका लागि चुनाव, किन चुनाव, कस्तो चुनाव, कसरी गर्ने चुनाव, कस्तो प्रतिनिधिको लागि चुनाव, होइन, कुन तहको चुनाव, प्रतिनिधि सभाको चुनाव कि प्रदेश सभाको चुनाव कि स्थानीय तहको चुनाव, केका लागि चुनाव, कुन उद्देश्यको लागि चुनाव, अहिले के थिएन के हुनको लागि चुनाव, अस्तिको प्रतिनिधि सभा विघटन भयो, नयाँ आउने त्यतिको लागि चुनाव हो भन्दा यसका हामीले धेरै हिसाबले सीमिततामा बुझिरहेका छौँ। मूलत प्रतिनिधि सभाको चुनाव अथवा संसदको चुनाव भन्नेमै हाम्रो चाहिँ बुझाइ साह्रै कमजोर भइरहेको छ। त्यो कमजोर पार्ने चाहिँ राजनीतिक दलहरूको नेता अथवा त्यहाँबाटै पनि आइरहेका छ। त्यो विकृतिपूर्ण ढङ्गले हामीले बुझाइ भनिरहेका छौँ र त्यो समाजलाई भ्रमित बनाइरहेका छौँ। अब संसद केका लागि भन्ने कुरा नै हामी बुझ्न चाहिरहेका छैनौँ, बुझिरहेका छैनौँ, भनिरहेका छैनौँ। संसद चटक गर्ने ठाउँ होइन, होइन, स्टन गर्ने, चटन गर्ने। टिकटकमा आएका मान्छेहरू अनेक खालका चाहिँ युट्युबमा हाउ गर्ने, पत्रिका के अरे मिडिया चलाएको भने हाउ गर्ने। संसदीय ज्ञान, पोलिटिकल्ली एवेयर भएको मान्छे चाहिन्छ संसदमा। मिनिमम पोलिटिकल नलेज, पोलिटिकल ल्याक, उसलाई त्यो खालको योगदान भएको मान्छे चाहिन्छ। त्यसमा कानुनी ज्ञान भए पनि झन् राम्रो, बेटर हुन्छ नि। त्यो त संसदले मूलत गर्ने के हो भने 10वटा समिति छन् संसदमा, छन्। त्यो विभिन्न समिति, परामर्श समिति, मानवाधिकार समिति, सार्वजनिक लेखा समिति आदि, तिनले त्यहाँ चाहिँ कानुन निर्माण, कानुनको सुधार, नीति निर्माणदेखि लिएर राज्यको कसरी देशलाई अगाडि बढाउने, के गर्ने भन्ने कुराहरू त्यहाँ बहस छलफल भएर कानुन नीति निर्माण बन्छ। अब त्यो विषयको नलेजै केही पनि नभए मान्छे, चटक गर्ने मान्छेहरूलाई संसदमा ल्याउन खोजिरहेको छ। यो चाहिँ साह्रै लाजमर्दो विषय। यो चाहिँ जान्नेलाई छान्ने भन्नेबाटै धेरै प्रश्न त्यही छ। उहाँहरूद्वारा प्रस्तुत यो समानुपातिक सूचीहरू हेरौँ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उठेका मान्छेहरूको नाम लिस्टहरू हेरौँ, सबै त्यस्तै।
त्यस कारणले यो चुनावी विकृति हुने र यो आउने संसद चाहिँ झन् यो उँट जस्तो होइन केही रूप न रङ्गको हुने जस्तो देखिन्छ र त्यसले पार्लियामेन्ट्री डेमोक्रेसीलाई बदनाम बनाउने बाहेक राम्रो गला जस्तो चाहिँ देखिँदैन र त्यही चिन्ता उहाँले जाहेर गर्नुभएको छ र बडो सभ्य तरिकाले गाली पनि गर्नुभएको छैन। गाली धेरै गर्नु जरुरी चाहिँ छैन, तर्क त गर्नुपर्छ नि त। तर्क बहस विवाद छलफल कुरा प्रश्न उठाउनु पाउनुपर्छ। प्रश्न उठाउनु पाउनु नै यो लोकतन्त्रको मेरुदण्ड हो। हरेक व्यक्ति के अरे चाहिँ संस्था दल नेता हरेक प्रतिको काम कारबाही गतिविधि होइन भनाइ भाषण सबैमा प्रश्न उठाउनु पाइन्छ, घोषणापत्र सबैमा। त्यस कारण प्रश्न उठाउने चाहिँ व्यवस्था यो हो। त्यसपछि अब सबै जसोमा हाम्रो डाक्टर साहबको मन त्यसै गरी आछ निर्वाचनको कुरा चुनावको कुरा होइन। हामीले योभन्दा अगाडि पटक हामीले बोलिरहेको थियौँ नि, यो बिहारी चुनाव भन्थ्यौँ हामी। बिहारमा कस्तो हुन्थ्यो भने आधाभन्दा बढी मान्छे त जेलमा भएकै चुनाव जित्थे। जो हत्या हिंसा गरेर बलात्कार गरेर चोरी डकैती गरेर गएको मान्छे जेलमा बस्छ, ऊ चुनाव जित्छ। अब लालु यादवले पटक आफै चुनाव गुन्डागर्दी गर्ने आफै जित्ने, राबडी देवी निरक्षर मान्छेलाई सिएम बनाएको है। त्यस्तो बिहारी चुनाव थियो र त्यसले धेरै विकृति ल्यायो। अब यो हामी डाक्टर साहबको उसमा पनि त्यो चुनावी रचना उहाँको त्यसमा राम्रोसँग बोल्नु भएको छ। अब यो के को लागि चुनाव, कस्तो चुनाव होइन। चुनाव त नाइजेरिया, यमन, बुरुन्डी त्यस्ता देशहरू पनि चुनाव भइरहेकै छन् होइन। त्यस्तो चुनावले के दियो? द्वन्द्व बढायो, अस्थिरता बढायो, लोकतन्त्र कमजोर बनायो, मानवाधिकार हनन भयो। एउटा प्रतिनिधि एउटा काला कलरका प्रतिनिधि आए, त्यसपछि एकछिनपछि सेता कलरका आए। बिम्बमा भनेको मैले रामबहादुर आयो, पछि श्यामबहादुर आयो, हरिमाया आयो, विष्णुमाया, कुनै तात्विक केही पनि फरक परेन। त्यस कारणले त्यस्तो चुनावको कुनै अर्थ छैन भन्ने उहाँको रचनाले नै बोलिराखेको छ। र एउटा मूल्यको राजनीति, एउटा विचारको राजनीति, एउटा नागरिक अपनत्व हुने राजनीति, त्यो खालको नेतृत्व, त्यो खालको वैचारिकता, अब राजनीतिक ज्ञान, सङ्घर्ष के अरे इतिहास, राज्यको परिवर्तनमा उसको भूमिका। अब केही पनि नभए मान्छे के गर्छ? उसलाई भोगै हुँदैन। भोग्न भए मान्छेले केही गर्दैन नि। त्यस कारणले त्यो चुनावी विकृति बारेमा चाहिँ यो उठाउनु जरुरी नै छ। यो महत्त्वपूर्ण विषय नै हो यो। किनभने राजनीतिक क्षेत्रबाट चाहिँ समाज परिवर्तनमा भूमिका खेल्ने भएकोले कलाकार, सर्जक, स्रष्टाले त्यहाँ उठाइदिएन भने त सामाजिक परिवर्तन हुनेवाला छैन। त्यस कारण यी चारवटा मूलत आज चारवटा अरूमा पनि त्यो खालको चाहिँ विचार चाहिँ आएको छ। तर चारवटा चाहिँ हाम्रो ठानबहादुर गुरुङजीको भयो होइन। खास गरी घोषणापत्र प्रचारबाजीको माध्यम हो, हल्ला गर्ने माध्यम हो, त्यतिकै जोकरिङ भन्ने माध्यम हो भन्ने तर्क पनि उहाँको छ भने लेखन अविरलजीको पनि चुनावी चाहिँ अब चटकै भयो, स्टन्टबाज भयो। यसले चाहिँ पोलिटिकली सेन्सलेसहरूको झुन्ड भयो भन्ने कोण त्यो आशय त्यहाँ झल्किन्थ्यो। त्यसै गरी अर्कोमा अब आउँदाखेरि हाम्रो पार्वती प्रकाशनको पश्चात रचना चाहिँ एउटा ओजपूर्ण रचना, कलापूर्ण रचना, विचार सहितको रचना देखिन्छ। त्यसले चाहिँ एउटा सन्देशमूलक आयो। रमिता थापाको मुक्त जीवनको दर्शन, जीवनको बारेमा उहाँको एउटा वर्णन चिन्तन छ। त्यसै गरी विमला देवकोटा आचार्यज्यूको लघुकथा बस अब होइन भन्नेमा पनि समाजमा हुने अन्याय, अत्याचार, विकृति, विसङ्गति बारेमा एउटा चिरफार एउटा त्यसको अनुभूति उहाँले व्यक्त गर्नुभएको छ। विष्णु हरिदेवकोटाले आफ्नो परिचय गर्नुभयो। किशोर राज भन् त लामो समयदेखि म उहाँलाई चिन्छु र एउटा समाजसेवा, खास गरी रक्तदानका क्षेत्र, विभिन्न क्षेत्रमा उहाँले कामहरू योगदान गर्नुभएको छ। निस्वार्थ रूपमा लाग्ने मान्छे, केही लिएर काहीँ गएर काहीँ ठगेर हिँड्ने मान्छे होइन। त्यो भएर साहित्यमा पनि उहाँको रुचि पहिलेदेखि विभिन्न ठाउँमा लेख्नुहुन्छ र त्यो सम्मान योग्य नै छ। र उहाँका कविताले पनि अब समाज परिवर्तन नै बोलेको छ। र उहाँले एउटा शब्द भन्नुभएको थियो, नेतालाई कति गाली गर्ने भन्नुभएको थियो। र
यो प्रश्न अघि नै मैले भने यो प्रश्न चाहिँ उठाइरहनुपर्छ, घचघाइरहनुपर्छ। र हामीले जो नेता भनेर भनिरहेका हुन्छौँ नि, नेता को नेता, कस्तो नेता, को नेता? एउटा पार्टीको नेपाली काङ्ग्रेसको भनौँ न ल, नाम लियो भने शेरबहादुर देउवा नेता, एमालेको ओली नेता, नेकपाको प्रचण्ड नेता मात्रै नेता हो। उहाँ मात्रै नेता होइन, उहाँ नेता हो, उहाँ मात्रै होइन। यत्रो तत्र समाजमा नेता छौँ, हामी पनि नेता होलाौँ नि त। नेता एभ्रिवेयर नेता हुन्छ क्या, एभ्रिवेयर देयर आर लिडर्स होइन। त्यस कारणले समाजको स्कुलको हेडमास्टर नेता, टोल विकास संस्थाको अध्यक्ष सचिव नेता, यो कल्पलताको पुस्तकालयको भनौँ बिसीज्यू नेता, सम्पादक प्रधान सम्पादक नेता, रेणु अधिकारी महन्त यसको लिडिङ गरिनु भएको छ नेता। यत्र तत्र नेताहरू छन् र नेताहरूलाई ठाउँ ठाउँमा प्रश्नहरू उठाउनुपर्छ, सजग गराउनुपर्छ, सोध्नुपर्छ, भन्नुपर्छ, हच्कै जानुपर्छ, सच्चिनुपर्छ। नेताले त्यो जोन म्याक्सवेल अमेरिकी दार्शनिकले भने जस्तै हु नोज द वे सोज द वे एन्ड गोज द वे इज द लिडर भनेको छ नि। त्यो अरूलाई पनि लानु पऱ्यो, आफू पनि त्यो बाटोमा हिँड्नु पऱ्यो। त्यो प्रस्तुत उदाहरणीय हुनु पऱ्यो। अब रेणु अधिकारी महन्तको चाहिँ रचनामा कस्तो राम्रो भन्नुभएको छ नि, के बोल्छ होइन क्या, के गर्छ द्याट्स इम्पोर्टेन्ट। बोलिराखेकासँग होइन, गरिराखेकासँग हुन्छ। र समाजले सिक्ने के बोलिराखेको छ कम सिक्छ, त्यो बोलेर पनि सिक्छ, तर के गरिरहेको छ एकदम धेरै सिक्छ। महात्मा गान्धीले के बोले कम आउँछ, तर के गरे, कति त्याग गरे, कति कन्ट्रिब्युसन थियो, कस्तो जीवनशैली अप्नाए, कसरी बाँचे, कसरी मरे, धेरैले सिक्छ। उदाहरण विश्वभरि आउँछ। नेसनल मण्डेला दक्षिण अफ्रिकामा के बोले कम आउँछ, तर कति त्याग थियो डेमोक्रेसीको लागि, सेग्रिगेसन अन्त्यको लागि, विभेद अन्त्यको लागि कति त्याग थियो। 27 वर्ष जेल बिताए। जेलबाट फर्केर आएर राष्ट्रपति हुँदाखेरि पनि उनले त गोराहरूलाई त जथाभावी हान्ने ठुन्ने र पहिला यस्तो गरेको थिए, अब यिनीहरूलाई चाहिँ गर्नुपर्छ, हाम्रो कालाको आयो भन्नु पर्ने नि त, होइन, गरेनन्। यो देश गोराहरूको पनि हो, कालाहरूको त हुँदै हो, गोराहरूको पनि हो। उहाँहरूलाई पनि यो युनिटीमा, एकतामा ल्याएर उहाँहरूलाई पनि त्यो चाहिँ विकास निर्माणमा लगेर सँगसँगै लाने हो भनेर मन्त्रीमण्डलमै राखेको थियो। त्यो उदाहरण भने त्यस्तो हुन्छ। त्यो महन्तजीको रचनामा ठ्याक्कै उदाहरण चाहियो, बोलेर होइन भन्ने छ नि। गजब राम्रो छ नि त्यो रचना। त्यस कारणले विश्वका धेरै कुरा हामी हेऱ्यौँ भने उदाहरणीय कुरा चाहिँ हामी सिक्न चाहिँ बढी चाहन्छौँ कि बोलेको भन्दा पनि व्यवहार के गरिरहेको छ, काम के गरिरहेको छ त्यो देखिन्छ। र हाम्रो किशोर राजवन्तले कति गाली गर्नु भन्नेमा यो आएको कुरा थियो, खास गरी नेतालाई कति गाली गर्नु। त्यस कारण नेता ती भनेर ती मात्रै नेता होइन। भदौ 24 गते त्यहाँ यत्र देशभरि भाटुटिने लुट्ने मान्यता छैनन्। कति ठाउँमा स्कुलको प्रिन्सिपल के अरे मास्टर टिचर पनि त्यो लुट्न गयो भनियो, कति ठाउँमा विभिन्न समाजको के भएका भन्ने पनि लुट्न गयो भनियो, देखियो, भिडियो देखियो। अहिले उठिरहेका मान्छे पनि लुट्न फोड्न आगो लगाउन गयो भनियो, देखियो। त्यो नेता होइन। त्यसले के बोल्यो भन्ने के अर्थ छ? पाएको ठाउँमा त त्यो लुट्दो रहेछ, पाएको ठाउँमा त आगो लगाउन जाँदो रहेछ घरमा। त्यस कारणले यो नेताले कति गाली भन्दा नेता त्यही छ, तपाईँ आफै हामी नेता हो नि। त्यसरी नेताको परिभाषा त्यो लिमिटेड होइन, वाइडरली व्यापक ढङ्गले बुझ्नु जरुरी छ भन्ने मेरो अनुरोध चाहिँ यहाँनिर आउँछ। बेनीबहादुर थापाको यो हिमालको माया भन्ने चाहिँ यो उहाँले, म पुरानै भन्छु रचना भन्नुभयो नि, नयाँ ल्याएको छैन, लेख्न सकेन, पुरानै भन्छु भन्नुभयो। यो रचना चाहिँ अझ अघि महन्तजीले पनि भन्नुहुन्छ, पटक भन्नुहुन्छ रचना कविता पुरानो हुँदैन भन्नुहुन्छ, सही हो। मैले यो रचनाको बारेमा भन्नुपर्दा चाहिँ यो कहिले पुरानो नहुने रचना हो। नेपालको भौगोलिक, ऐतिहासिक, जैविक, धार्मिक, सामाजिक, मानवीय सबै विविधता यसले बोकेको नि, झर्लकै बोकेको नि। ऐना हातै ल्याएर त समाज चित्र ठ्याक्कै ल्याएर। यो चित्र कहिले पुरानो हुन्छ र? एडभान्स होला, हामी नयाँ ज्याकेट लाउँलाौँ, नयाँ कार चलाउँ, मोबाइल नयाँ बोक्लाउँ,
अङ्ग्रेजी बोल्न, पिज्जा खाउन, समाज त त्यही हो नि, प्रकृति त्यही हो नि, धरती त्यही हो नि, मेची महाकालीको सिमाना त्यही हो नि, चेन्ज त हुँदैन। त्यस कारणले यो उहाँको कविता कहिले पुरानो नहुने कविता रचना हो र यो शक्तिशाली रचनामध्येको एउटा। यसले चित्र नै बोल्यो नि। त्यसपछि महन्ताजीको अघि पनि आयो, उहाँको रचनाले के बोलिराखेको छ अर्थ छैन, के गरिरहेको छ अर्थ छ भन्ने उहाँकोमा आयो। लेखन अविरलजीको अघि नै भनियो, उहाँको समयसामयिक छ। सम्पदा पाण्डे, श्रेया पाण्डे दुवै उहाँहरू बहिनीहरू आइरहनु भएको छ। तपाईँहरू आएर यहाँ सुन्नु नै तपाईँहरूको कन्ट्रिब्युसन हो, तपाईँहरूको लगन हो, योगदान हो, निरन्तरता हो। तपाईँको चाहिँ एउटा चाहिँ म यो साहित्य क्षेत्रमा लाग्छु भन्ने कमिटमेन्ट हो क्या। द्याट इज गुड, भेरी गुड। कहाँ छ अहिले समाज? 4 मिनट बस्यो भने छटपटाउने, उ गर्ने, जाने, कहाँ जाउँ, के गरौँ, मोबाइल खेलौँ, कहाँ जाउँ, कसलाई फेन गरौँ, कहाँ भेटौँ, बोयफ्रेन्ड भेटौँ कि गर्लफ्रेन्ड भेटौँ कि कहाँ जाउँ कि के गरौँ, अस्थिर भइराखेको समाजमा यतिको भेटाउन गाह्रो छ। र त्यो सामान्यको पहिलो यही छ। रचना जे भने पनि ठिक छ, मेरो रचना मिल्दैन कि मेरो राम्रो छैन कि उत्कृष्ट हुँदैन कि होइन भन्नु पऱ्यो कि पहिला। जस्तो भयो नि भन्नु पऱ्यो, भनेपछि हुने हो। एकचोटि गिरिजाप्रसाद गोयलाले भन्नुभएको थियो, मोरङमा फर्स्टचोटि भाषण गर्न लाउँदाखेरि ल आउँदै हुनुहुन्छ मजदुर नेता गिरिजाप्रसाद कोइला भनेर ताली बजाए। उहाँले आफैले भन्नुभएको छ अन्तर्वार्तामा। बोल्न जाँदाखेरि अब के अरे यस्तो भयो अरे कि बोल्न चाहिँ खोज्ने नआउने कुरा शब्द। अब म भन्नु नेपाली काङ्ग्रेस यस्तै, प्रजातन्त्र लोकतन्त्र यस्तै यस्तै भएर अर्कै। त्यही मान्छे पटक पटक अभ्यासले के भयो, पटक 3-4 चोटि प्रधानमन्त्री देशको पार्टी अध्यक्ष हुन्छ नि यो त। त्यस कारणले त्यो अहिले कुनै हेजिटेसन पाल्नु पर्दैन कसैले पनि। झन् बहिनीहरूलाई भने मैले मेरो कमजोर छ कि रचना मैले जाने छैन कि होइन क्या, तपाईँहरू आउनु पऱ्यो, भन्नु पऱ्यो, लेख्नु पऱ्यो, गर्नु पऱ्यो, द्याट इज फाइन। अहिलेलाई जस्तो सुकै होस्, 10जनाले गाली गरोस्, हाँसोस्, तिम्रो राम्रो भएन भनौँ, समीक्षकले नछापियोस्, केही छैन, भन्न चाहिँ पऱ्यो। भेरी गुड, धेरै राम्रो छ। अब दुवैकोमा चाहिँ प्रकृति जीवन को वर्णन वास्तविकता आछ, राम्रो छ। यौनजी चन्द्र राम्रो कमिटमेन्ट भएको, साहित्यप्रति लगन भएको मान्छे हुनुहुन्छ उहाँ, निरन्तर आइरहने हो। बिचमा उहाँले आफ्नो केही कारणले प्रेमको वर्णन भनेर उहाँले प्रेमको राम्रो वर्णन यसमा गर्नुभएको छ। र यो प्रेम दिवसमा उहाँले अघि हाम्रो सम्पादकज्यूले प्रेम दिवसमा भन्नुभएको छ। यो प्रेमलाई चाहिँ मैले कसरी बुझिराखेको छु भने, एउटा हामीले समाजले बुझ्ने प्रेम, एउटा दार्शनिक विचारकहरूले विश्लेषकहरूले बुझ्ने प्रेम। अब जनरली झ्याट्ट सामान्य ज्ञान, सामान्य समाजले बुझ्ने प्रेम चाहिँ केटा र केटी बिचको प्रेम, विपरीत लिङ्ग प्रतिको प्रेम, अर्को लिङ्गप्रतिको प्रेम, त्यो त्यसरी बुझ्ने मान्छेको चाहिँ झट्ट त्यो हुन्छ। र त्यति मात्रै प्रेम होइन, त्यो पनि प्रेम हो। प्रेम चाहिँ तपाईँको जीवन, जगत, समाज, परिवार, मानव समाजदेखि लिएर प्रकृति, जीव, जलचर जति प्राणीहरूप्रतिको प्रेम, माटोप्रतिको प्रेम, त्यसप्रतिको आस्था, त्यसप्रतिको विश्वास, त्यसप्रतिको निष्ठा, त्यसप्रतिको कर्तव्य। अझ यहाँनिर कर्तव्य भनेर भनिरहनु पर्छ। कर्तव्य के जे गर्नुपर्ने दायित्व नै पुरा गर्दैन भने प्रेम भयो त। त्यसकाले प्रेम व्यापक छ। यो यहाँ हामी बिहान अहिले चिया खाएर बस्न सक्थ्यौँ चौतारामा, मोबाइलमा अनेक आउँछ त्यहाँ बस्न सक्थ्यौँ, खेलेर बस्न सक्थ्यौँ, गफ गरेर बस्न सक्थ्यौँ, के भयो उहाँ के भयो भनेर बस्न सक्थ्यौँ, दिदीबहिनी कुरा गरेर बस्न सक्थ्यौँ। धेरै थियो हामीसँग विकल्पहरू, कुराहरू। यहाँ किन आयौँ? प्रेम हो, कमिटमेन्ट हो, कर्तव्य हो, लगाव हो, अपनत्व हो। त्यसप्रतिको एउटा पुरै भावना केन्द्रित भएर हामी त्यसमा लाग्छौँ भने प्रेम हो। र लास्टली भन्नुपर्दा आफैलाई के भन्छ पुरै चाहिँ समर्पण गर्ने,
केयर गर्ने आफ्नै शरीर जीवन आत्मबल आफैले बढाउनु हुन्छ नि त। पहिला त अरूले के समाजले भने हुन्छ त्यो आफैले आत्मबल बढाउने हुँदाखेरि मात्रै प्रेम हुन्छ। अब त्यो प्रेम चाहिँ व्यापक छ भन्ने कुरा चाहिँ निवेदन गर्न म चाहन्छु। त्यसपछि अब हाम्रो उमेश पाण्डेज्यूले आफ्नो परिचय भन्नुभयो, ठिकै भयो। उहाँसँग आज रचना मैले ल्याइन भन्नुभयो। प्रधान सम्पादक धनबहादुर थापाज्यूको चाहिँ पालोको ऐना भनेर जुन अहिले यो नेपाली साहित्यमा देखेको विकृति, विसङ्गति, कुसंस्कार, कुरीति होइन, व्यापक खालको चाहिँ यो लाजमर्दोपन के त्यो धेरै ठाउँमा झल्किया देखिन्छ। चाडा रचना लेखा हुँदैन, दुईवटा केही गरे हुँदैन, अनि त्यसपछि उसैले हाउ गर्ने कनी कथी गरेर एउटा बनाउँछ। अनि आफ्नो पुस्तकमा अर्कोलाई बोल्न लाउने वा प्रकाशन गर्न लाउने वा सम्मान गर्न लाउने वा विशिष्ट भन्न लाउने, अब उसको पालो। त्यसपछि उसले चाहिँ उ गर्ने, उसलाई गर्ने, साटासाट के साटफेर गर्ने यो चलन छ। यसपछिको राम्रो तिखो व्यङ्ग यथार्थवादमा झल्केको उहाँको रचना लघुकथा छ र यसले चाहिँ साहित्यमा भएको विकृतिलाई उदाङ्गो गरेको छ र यो विकृतिले चाहिँ राम्रो गर्दैन। रचना गर्दै जाँदाखेरि उत्कृष्ट हुन्छ, त्यो ठिक छ, पहिले उत्कृष्ट हुने होइन। तर चाहिँ त्यही उसमा चाहिँ साटासाट गरेर त्यसलाई मान बनाउनु चाहिँ त्यसले राम्रो गर्दैन भन्ने कुरा चाहिँ यहाँ उहाँले झल्काउनु भयो र त्यो धेरै ठाउँमा त्यो देखिन्छ। धेरै ठाउँमा त्यसरी पुरस्कृत भएका मान्छेहरू छन्, त्यस्ता धेरै छन्। रचना प्रकाशन गर्ने पनि त्यही साटफेरमै छन् कतिपय ठाउँमा। एउटा यहाँ मेरो छ, अब मेरो छापेपछि उसले उसकोमा छाप्नु पऱ्यो, त्यसरी साथी पनि छन्। जोस् उहाँले साहित्यमा भएको विकृतिलाई उदाहरण गर्नुभएको छ र यो जरुरी पनि छ, यस्तो आइरहनुपर्छ। र समग्रमा चाहिँ आजको सारांशमा आजका सबै रचनाहरू विशेष गरी अघि भनियो चाडा चाहिँ चुनावी विषयमै आए। अब चुनाव चाहिँ सबै विषय, राजनीति चाहिँ सबै नीतिको मूल नीति हो क्या। प्लेटोले राजनीति, मान्छे राजनीति प्राणी हो भनेको छ। 2500 वर्ष अगाडि नै ग्रिक दार्शनिक प्लेटोले पोलिटिकल एनिमल भनेर मान्छेलाई भने। जन्मजात मान्छे पोलिटिकल चाहिँ विचार वा पोलिटिक्सबाट चाहिँ प्रभावित हुन्छ क्या। के भन्छन् भने दार्शनिकहरू, कुनै मान्छे पोलिटिक्स गर्दैन, पोलिटिक्स जान्दैन, पोलिटिक्समा म छैन, कुनै राजनीतिक दलको छैन भनिरहन्छ भने, कुनै विचार राख्दैन भने, कुनै ऐन मौकामा कुनै बोल्नुपर्ने ठाउँमा बोल्दैन भने पनि ऊ कुनै न कुनै विचार वा कुनै कुनै दल, कुनै न कुनै चाहिँ पक्षपाती भइरहेकै हुन्छ अरे, थाहा भएर वा नभएर। त्यस्तो चिज हो पोलिटिक्स भनेर। त्यो पोलिटिक्स अन्तर्गत, पोलिटिक्स व्यापक चिज हो। पोलिटिक्स अन्तर्गत एउटा चुनाव एउटा त्यसको सानो अध्ययनको विषय मात्रै हो होइन, पोलिटिक्स अन्तर्गत। अब त्यही चुनावको बारेमा यहाँ अहिले समय सान्दर्भिक पनि भयो र चारैजना चाहिँ रचनाकारहरूको विशेष गरी दुईजना त्यसमा पनि टपमा। अब हाम्रो विसिज्यू अध्यक्ष र हाम्रो डाक्टर साहबको दुइटै चुनावको विकृति, विसङ्गति यस्तो यसमा चाहिँ भएको चाहिँ स्टनबाजहरूको चाहिँ एउटा चाहिँ झुट प्रवृत्तिको बारेमा चिरफार गर्नुभयो र उहाँहरूको रचना चाहिँ सबै सान्दर्भिक छ र सबैको आफ्नो महत्त्व देखिन्छ। सबैलाई धन्यवाद, नमस्कार।